रेडी 1 2 3 स्टार्ट ल हामी अहिले चाहिँ गेस द पर्सन च्यालेन्ज गेम खेल्दैछौँ भन भाइ ओके भाइको त्यो बहिनीको त्यो भान्जीको त्यो ल अल राइट ओके आई एम गोइङ टु आस्क है त ल म सोध्छु ल भाइबाट स्टार्ट गरेँ ल भाइको हामीले दिएको 5वटा क्याटेगोरी मध्ये म गेस गर्छु है त एकचोटिमा एउटा मात्रै सोध्ने है त ल भाइको क्याटेगोरी एक्टर हो एक्टर हो ल भाइको एक्टर हो बहिनीको क्याटेगोरी इन्फ्लुएन्सर हो ओके बहिनीको इन्फ्लुएन्सर हो भाइको एक्टर हो भान्जीको क्याटेगोरी स्पोर्ट्सम्यान हो होइन ल एक्टर र इन्फ्लुएन्सर नि भाइको एक्टर भनेको छ होइन भाइको एक्टर हो भने त्यो नेपाली हो कि विदेशी हो भाइको नेपाली हो है एक्टर बहिनीको इन्फ्लुएन्सर हो नि त्यो नेपाली हो कि विदेशी हो बहिनीको नेपाली हो भान्जीको स्पोर्ट्सम्यान पनि होइन एनिमल हो एनिमल पनि होइन ओके भाइको पनि नेपाली हो नि नेपाली एक्टर केटा हो कि केटी हो भाइको केटा ओके बहिनीको पालो है त बहिनीको इन्फ्लुएन्सर नेपाली केटा हो कि केटी हो केटी हो भान्जीको पालो नि भान्जीको एक्टर हो एक्टर पोलिटिसियन्स हो स्पोर्ट्सम्यान हो एनिमल पनि होइन इन्फ्लुएन्सरै रहेछ भान्जीको ल ल मैले किनभने धेरै क्याच नगरेको भएर एकैचोटि सबै सोधेँ ल इन्फ्लुएन्सरै हो अरे भान्जीको नि यतातिर के थियो भाइको एक्टर थियो नि केटा थियो नेपाली एक्टर केटा नेपाली एक्टर पनि हो केटा पनि हो नेपाली पनि हो भनेपछि त्यसको हालसालै कुनै मुभीहरू रिलिज भएको छ भर्खरै थाहा नै छैन थाहा छैन एनिवे भनेपछि भएको छैन कि हो ओके ल बहिनीको इन्फ्लुएन्सर हो भनेपछि त्यो इन्फ्लुएन्सर युट्युबमा पनि छ ओके भान्जीको पनि इन्फ्लुएन्सर केटा हो कि केटी हो केटी नै हो अच्छा भाइको केटा हो एक्टर हो नेपाली हो भनिसकेपछि के रहेछ भाइले के लेखेको छ त पल्सा हो भाइ ओके होइन ल चुप्ला अब बहिनीको ल बहिनीको इन्फ्लुएन्सर हो युट्युबर हो नेपाली हो केटी हो भनेपछि सिजलिङ हो होइन ओके भान्जीको पनि इन्फ्लुएन्सर केटी नै भनेको छ नि केटी इन्फ्लुएन्सर भनेपछि त्यो मान्छे टिकटकमा बढी फेमस छ कि युट्युबमा बढी फेमस छ बराबरी नै होला ओके बराबरी नै होला भाइको एक्टर चाहिँ कस्तो उमेरको छ लाइक 40 भन्दा तलको हो कि 40 भन्दा माथिको जवान नै छ अच्छा जवान नै छ अच्छा अब बहिनीको इन्फ्लुएन्सर केटी हो एन्ड टिकटकर पनि हो युट्युबर पनि हो भनेपछि कति उमेरको छ 40 भन्दा तल कि 40 भन्दा माथि सिजलिङको उमेरको अच्छा सिजलिङको उमेरको सबैलाई सिजलिङको उमेरको भनेपछि भान्जीको पालो नि तपाईँको पनि इन्फ्लुएन्सरै हो केटी नै हो कुन एजको छ 40 भन्दा तलै हो कि 40 भन्दा माथि अलि एजेड हो सिजलिङको भन्दा अलि माथि उमेरको रहेछ ल यार सबै सिजलिङकै छेउछाउको भने त यार सब भाइको पालो नि एक्टर जवान नै छ नि भाइको अनमोल केसी हो लो भाइ ल भाइ तेरो सिद्धे ल त अनमोल केसी रहेछस् बहिनीको पालमा जाउँ ल अब ल फाइन फर्स्ट भयो है भाइ सेकेन्ड बहिनीको पनि इन्फ्लुएन्सर हो केटी हो युट्युबर पनि हो सिजलिङ पनि होइन भनेपछि को त बेबो त कान्छी भइहाल्यो नि त 22-23 को भइहाल्यो नि सिजलिङकै उमेरको भनेको अर्को को छ त यार ल को छ भाइ इन्फ्लुएन्सरको नाम भन्दा त्यही भन्न मिल्दैन ल तेरो सिद्धे बहिनी भान्जीको पालो भान्जी पनि त्यस्तै उमेरसम्मको हुन्छ अरे ल तिमीहरू दुईजना ल भन्नु नि त ल बहिनीको भान्जी भन् भान्जीको
ल कन्टिन्यू पार्ट 2 ल अघि त्यो भिडियो बनाउँदा स्पेस परिएको हुनाले भाइ अलरेडी आउट भइसकेको छ भाइ फर्स्ट भइसकेको छ होइन बहिनीको पालोमा नि इन्फ्लुएन्सर केटी सिजलिङ राईनीको उमेरनीको उमेरको आई मिन युट्युबर टिकटकर इन्स्टाग्राम युजर सबै थोक इन्फ्लुएन्सर कडा कस्तो दामी भनेपछि सिजलिङको उमेरको खतरा इन्फ्लुएन्सर नेपालमा को छ त बेबो पनि होइन भनेपछि बेबो पनि होइन भनेपछि ल अनमोल केसी त हुँदै होइन त्यो त अब इन्फ्लुएन्सरै होइन इन्फ्लुएन्सर केटी बेबोको उमेरको सिजलिङको उमेरको खतरा केटी भनेपछि सुरक्षा केसी है मिलाइदिए ल भान्जीको पालो अब भान्जीको पालो नि इन्फ्लुएन्सरै छ अरे त्यस्तै उमेरको सुरक्षाहरूकै उमेरको हो र म त फेरि जान्दिनँ नि त अब के भन्नु भान्जीको आफै भन्नु लास्ट पर्नु हो तपाईँ म त नजान्दो रहेछु माया गुरु इन्फ्लुएन्सर हो केमा